नमस्ते, म डाक्टर निनादिनी श्रेष्ठ एज अ कन्सल्टेन्ट पेन फिजिशियन पेन मेडिसिन स्पेशलिस्ट नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत छु। आज तपाईहरूको समक्ष हामी गर्दनको दुखाइ त्यसको बारेमा छलफल गर्नेछौँ। यो गर्दनको दुखाइले धेरैजना पीडित हुनुहुन्छ र यसको आंकलन चाहिँ बढ्दै गरेको छ। यो ढाडको दुखाइ पछाडिको दोस्रो दुखाइको कारण बनेको छ। गर्दनको दुखाइ एकदमै धेरैजनामा देखिएको विभिन्न कारणहरू के कारणले यो दुखाइ हुन्छ, यो दुखाइ को डायग्नोसिस कसरी गरिन्छ र यसको उपचार पहिला त प्राथमिक रोकथाम र त्यसपछि यदि यो रोग लागिसकेपछि यसको उपचार कसरी गर्छौं भनेर हामी यसको बारेमा अब छलफल गर्नेछौँ। यो गर्दनको दुखाइ धेरैजसो चाहिँ गर्दनको मेरुदण्डको कारणले हुने गर्दछ, तर यो दुखाइ गर्दनमा मात्र सीमित नभएर टाउको पछाडि माथि माथिसम्म कुममा र कुमबाट हातसम्म दुखाइ जान सक्छ। यो दुखाइ त्यहाँ मात्र सीमित नभएर अगाडि छातीमा र पछाडि दुईटा स्क्यापुलाको बीचमा पनि रेडिएसन हुन सक्दछ। यो दुखाइ विभिन्न कारणले हुने गर्दछ। यदि यो मेरुदण्डको दुखाइ हो भने माथिल्लो मेरुदण्डको दुखाइ चाहिँ धेरै जसो टाउकोतिर सर्ने गर्दछ भने तल्लो मेरुदण्डको दुखाइ चाहिँ अगाडि कुमतिर र ढाडको पछाडि बिचतिर चाहिँ जाने गर्दछ। यो दुखाइ हुनुका विभिन्न कारणहरू हुन्छन् हैन। धेरै जसो चाहिँ उमेरले बढ्दै गर्दा डिस्क मेरुदण्डको हड्डीको बीचमा हुने कुरकुरे हड्डी खिएर, त्यो बाहेक सानसानो जोड्नीहरू धेरै गर्दन झुकाएर काम गरेको कारणले फुलेर, अथवा चाहिँ आजकल धेरै कम्प्युटरमा अथवा धेरै मोबाइलमा निहुरेर धेरै बेर कन्सन्ट्रेट गरेर काम गर्दाखेरि यसको दुखाइ, यो समस्याहरू चाहिँ बढी देखिने गरेको छ। हाम्रो गर्दन चाहिँ युजुअली 7वटा सानो सानो हड्डीले बनेको हुन्छ र यसलाई धेरैवटा सानसानो मसल्सहरू र लिगामेन्टहरूले सपोर्ट गरेको हुन्छ। यसको काम गर्दाखेरि हामीले यदि पोस्चरमा र मुभमेन्टमा यसले गाह्रो बनाइरहेको छ भने दुखाइ मात्र नभएर टाउको यसरी घुमाउन गाह्रो छ, निहुरिन गाह्रो छ, माथि फर्किन गाह्रो छ भने पनि यो गर्दनकै मांसपेशीको दुखाइको कारणले यी समस्याहरू आउने गरेको हुन्छ। अब यो दुखाइ को कसरी चाहिँ हामीले बिरामी आउनु भइसकेपछि के गर्छौं भन्दाखेरि पहिला त उहाँहरुसँग यो दुखाइ कहिलेबाट सुरु भयो, कसरी सुरु भयो, कुनै चोटपटकको केही समस्या भएको थियो कि थिएन, त्यो सँगसँगै अरु केही रेयर कज अफ नेक पेन जस्तै कुनै इन्फेक्सनले अथवा कुनै नराम्रो रोगहरु विशेष गरी क्यान्सरहरुले पनि गर्दनको दुखाइ गर्न सक्छ। त्यो सबैको कुरा चाहिँ हामीले हिस्ट्रीबाट अनि फिजिकल एक्जामिनेसनबाट त्यसलाई भेरिफाई गर्छौं। त्यसपछि हामीले केही टेस्टहरु गर्छौं जसको कारणले चाहिँ हामीले दुखाइको कारक चाहिँ के हो, पेन जेनेरेटर के हो भनेर चाहिँ एउटा प्रोभिजनल डायग्नोसिस एस्टाब्लिश गर्छौं। त्यसपछि हामी केही जाँचहरु गर्छौं जसमा रगतको जाँच, इन्फेक्सनहरु हेर्नको लागि अथवा हामीले गर्दनको मेरुदण्डको हड्डीको अलाइनमेन्ट, मसलको प्याथोलोजीहरु हेर्नको लागि सिम्पल एक्सरे, अल्ट्रासाउन्ड गर्छौं। त्यो बाहेक हामीले एमआरआई पनि गरेर गर्दनको विभिन्न सफ्ट टिस्युहरुको हेर्न सक्छौं। त्यो बाहेक नर्भ कन्डक्सन स्टडी गरेर यदि नसाहरु डिस्कले च्यापेको छ कि छैन त्यो पनि कन्फर्म गर्नको लागि विभिन्न यस्ता किसिमका जाँचहरु गर्ने गर्छौं। अब गर्दनको दुखाइ भइहाल्यो भने चाहिँ अब यसको कसरी प्राथमिक रोकथाम र यदि यो दुखाइ लामो समयसम्म दीर्घकालीन दुखाइको रूपमा परिणत भयो भने यसको उपचार चाहिँ हामीले कसरी गर्छौं त्यसको बारेमा भन्न गइरहेको छु। सामान्य दुखाइ छ, त्यसले गर्दा हजुरलाई हल्का मात्रै अप्ठ्यारो परिरहेको छ भने धेरै जसो यो दुखाइ चाहिँ पोस्चर रिलेटेड भनेको गर्दनको पोजिसन नमिलाई लामो समय काम गर्दाखेरि, कम्प्युटरमा पढ्दाखेरि, निहुरेर मोबाइल हेर्दाखेरि हुने भएकोले चाहिँ पोस्चर करेक्सन है, त्यो भनेको चाहिँ हामीले चाहिँ धेरै बेर अगाडि टाउको झुकाएर निहुरेर काम गर्नु भन्दा पनि टाउकोलाई चाहिँ सकेसम्म कुमसँग बराबर राखेर काम गर्यो भने चाहिँ गर्दनमा पर्ने स्ट्रेस कम हुन्छ। अर्को भनेको चाहिँ हामीले आफ्नो टेबल, कुर्सी र कम्प्युटरको हाइट मिलाउनु पर्ने हुन्छ, जसले गर्दा चाहिँ लामो समयसम्म काम गर्दा पनि हाम्रो गर्दनमा स्ट्रेस नआओस्। त्यो पोजिसन मिलाउने विभिन्न सामग्रीहरू इन्टरनेटमा पनि अवेलेबल छ। त्यो बाहेक यदि हजुरलाई दुखाइ चाहिँ एकदमै धेरै भइरहेको छ र यसले गर्दा तपाईलाई सुत्नै गाह्रो भइरहेको छ र यो दुखाइको अवधि चाहिँ 3 महिना भन्दा लामो भइसकेको छ भने यो दीर्घकालीन दुखाइ हो र दीर्घकालीन दुखाइ आफैमा एउटा रोग हुन आउँछ र योसँग विभिन्न अरु पनि समस्याहरू थपिन जान्छ। जस्तै निद्रा धेरै लामो समय नलाग्दाखेरि, एक्सरसाइज नगरेर धेरै समयसम्म दुख्दाखेरि, पोस्चर प्रब्लम जस्तै घाँटी चलाउन गाह्रो हुने, घाँटी बाङ्गिने, यी समस्याहरू यदि आएको छ भने चाहिँ हामीले जाँचबुझ गरेर त्यसअनुसार के समस्या देखेछ त्यही अनुसार उपचार गर्छौं। त्यसमा सबैभन्दा पहिला औषधि सेवन, त्यसपछि लाइट स्ट्रेचिङ एक्सरसाइज, फिजियोथेरापी, यिनीहरू
कुरो सबै गरेर यदि तपाईको दुखाइ कम हुन्छ भने त्यसरी नै हामी कन्टिन्यू गर्छौं। तर यदि यी सबै प्रयोग गर्दा पनि दुखाइ कम भएको छैन भने त्यतिखेर चाहिँ इन्टरभेन्सनल पेन म्यानेजमेन्टको रोल आउँछ, जसमा चाहिँ हामीले अल्ट्रासाउन्ड एक्सरे को सहायता लिएर तपाईको ठ्याक्कै डायग्नोसिस के छ, दुखाइको कारक कुन चाहिँ जोइन्ट कुन चाहिँ मसल हो त्यो पत्ता लगाएर त्यसलाई चाहिँ हामीले दुखाइ निवारण गर्ने इन्जेक्सनहरू लगाइदिन्छौँ, जसले टेम्पोरेरीली तपाईलाई दुखाइ कम गरिदिन्छ। र अगेन हामीले फेरि दबाई र एक्सरसाइजमा चाहिँ रिइन्फोर्स गरेर तपाईलाई ब्याक टु नर्मल एक्टिभिटीमा ल्याउन सक्छौँ। गर्दनको दुखाइ अहिले बढ्दै गएको हालको हाम्रो मोडर्न यो अर्बन सहरीकरणको समस्या हो र यसलाई चाहिँ हामीले रोकथाम गर्न सजिलै यसको बारेमा जानकार भयौं, यसको बारेमा हामीले बुझ्यौं भने चाहिँ हामीले हाम्रो लाइफस्टाइल चेन्ज गरेर पनि धेरै हदसम्म यो दुखाइलाई चाहिँ सामान्यतया कन्ट्रोल गर्न सक्छौं। यति भन्दै आजको गर्दन दुखाइ सम्बन्धीको जानकारी यही टुङ्ग्याए। धेरै धेरै धन्यवाद। थ्यांक यू।